आज म तपाईँहरूलाई यो राज्यको नीति धारा 51 मा जुन छ नि त्यो राज्यको नीतिमा पढ्नुपर्छ। त्यो धारा 51 को क मा राष्ट्रिय एकता तथा राष्ट्रिय सुरक्षा सम्बन्धी नीति जुन छ नि यो नीति तपाईँले यसरी लेख्न सक्नुहुन्छ। 1 नम्बर नेपालको स्वतन्त्रता, सार्वभौमता, भौगोलिक अखण्डता, स्वाधीनता संरक्षण गर्दै राष्ट्रिय एकता अक्षुण्ण राख्ने। त्यस्तै 2 नम्बरमा विभिन्न जात जाति, धर्म, संस्कृति, सम्प्रदाय बीच पारस्परिक सद्भाव, सहिष्णुता, ऐक्यबद्धता कायम गरी सङ्घीय इकाइ बीच पारस्परिक सहयोगात्मक सम्बन्ध विकास गर्दै राष्ट्रिय एकता प्रवर्धन गर्ने। त्यस्तै 3 नम्बर बुँदामा के साथै हेर्न सक्नु तपाईले राष्ट्रिय सुरक्षा प्रणालीको विकास गरी शान्ति सुरक्षाको व्यवस्था गर्ने। यो नेबिरा सस रापो के हो भनेपछि यो यसको सूत्र हो। सूत्रबाट गर्दाखेरि तपाईलाई सजिलो हुन्छ भनेर मैले यो सूत्र राखेको छु, नेबिरास रास पो। त्यस्तै 3 नम्बर बुँदामा के साथीहरू सर्वाङ्गीन मानवीय सुरक्षाको प्रत्याभूति गर्ने। त्यस्तै 5 नम्बर बुँदामा राष्ट्रिय सुरक्षा नीतिका आधारमा नेपाली सेना, नेपाली प्रहरी, सशस्त्र प्रहरी बल नेपाल लगायत सबै सुरक्षा निकायले सबल, सुदृढ, व्यावसायिक, समावेशी र जनउत्तरदायी बनाउने। त्यस्तै 6 नम्बरमा राष्ट्रिय आवश्यकता अनुरूप नागरिकलाई राष्ट्रको सेवा गर्न तत्पर सक्षम बनाउने। त्यस्तै 7 नम्बरमा पूर्व कर्मचारी, सैनिक लगायत पूर्व राष्ट्रिय सेवकहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई राष्ट्रिय हितमा संशोधन गर्ने। र साथीहरू यसरी तपाईँहरूले यो लेख्न सक्नुहुन्छ। यो सूत्र चाहिँ याद राखे हो, नेबिरास रारा पो, नेबिरास रारा पो। यो के को सूत्र हो त? राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षा सम्बन्धी नीति हुन्छ नि, क नम्बरमा राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षा सम्बन्धी नीति, यसको सूत्र तपाईँहरूले यसरी राख्न सक्नुहुन्छ। ल अनि बुँदा पनि तपाईँहरूले यसरी लेख्न सक्नुहुन्छ। ल हेर